सबैजनालाई स्वागत गर्न चाहन्छु। आज मेरो न्यू ब्लग फेरि आइसकेको छ गाइज हैन। अनि हामी चाहिँ के अरे यो मेरो चाहिँ बधाइनी हो हैन, दाजुको छोरी। यसरी नै त हो भिडियो बनाउने तरिका। अनि अलिक म चाहिँ भिडियो बनाउन जान्दिनँ अरे भनेर यसले पुरै खिच्चा हानिरहेछ मलाई चाहिँ। अनि ठ्याक्कै देखाउनु पर्दा चाहिँ हामी आज ठ्याक्कै यहाँनिर यो चाहिँ झापाको भङबारी ठाउँ भन्ने ठाउँमा हो, यहाँ पुगेर छौँ। अनि अगाडि चाहिँ मेरो भाइ छ है, पुरा सिटी चलाउने हाम्रो सिटी ड्राइभर हुनुहुन्छ, तर अलिक बिस्तारै स्लो मोसनमा चलाइरहेको अवस्था अहिले भन्नु पर्दाखेरि होइन। अनि पुरा हावा पनि चिसो अहिले चाहिँ आएर चाहिँ गाई चाहिँ हेर्नुहोस् कस्तो छ ठाउँ। यो झापा हो, हाम्रो झापा हरियाली वन जङ्गल। यहाँ यता हेर्नुहुन्छ भने यता हरियाली वन जङ्गल हेर्नुहोस्, यति राम्रो गाउँ ठाउँ। हजुरहरूलाई पनि यसो कस्तो लाग्छ के लाग्छ हेर्दै गर्नु होला, सबैजनाले सब्सक्राइब गरिदिनु होला है गाइस एभ्रिवान। हामी टक्क दुईजना जाँदैछौँ यसरी। यहाँ चाहिँ किन छोड्दै तपाईँ यसले के गरेको बनायो काँकी भन्छ यार। यस्तो दामी सेन्ट लगाएर आइरहेको छु म त। यसले त बिल्ला हानेर सबैलाई त गाई सरर सिटीमा लगाएर जाँदैछु भाइ। हरियाली वन जङ्गल आज दिन चाहिँ कस्तो लाग्छ होइन, सबैजनाले कमेन्ट गरिदिनुहोस् होला। यो चाहिँ एकदम लजा ठुटिना हो। सिटीमा हिँड्दा चाहिँ पुरा शीतल हुने कि एकदम आनन्द आउने। अनि घरमा बसेर चाहिँ पुरा गर्मी हो नि त। अनि आज चाहिँ हामीले भाइलाई फोन गरेर चाहिँ हामी चाहिँ घुम्नु गएको है, पुरै घुम्न जाँदैछौँ होइन। आज कहाँ कहाँ घुम्छौँ कहाँ कहाँ पुग्छौँ होइन, त्यो सबै अपडेट दिनेछु होइन। गाई चाहिँ हेर्न चाहिँ नभुलिदिनु होला गाई चाहिँ पुरानहरू। यहाँ हाम्रो भाइ यतातिर मुसुक मुसुक हाँस्दै अगाडि सिटी चलाइराख्नु भएको छ। म चाहिँ पुरा गफ हानेर गइरहेको छु हेर्नु। पानी पिउनुपर्छ ल। किन रोकिसकेको हजुरले? मेरो भाइलाई चाहिँ के भन्छ चुइगम किन्नु पठाएको, तर के किन्नु चाहिँ गएको यो भाइ त ना खत्तमको छ क्या। के चाहिँ किनेर ल्याउँछ मलाई चुइगम है भनेर भनेको। चुइगम मिठो खालको चुइगम ल्याउनु है। पानी पनि ल्याउनु न एउटा। यो चाहिँ कुन ठाउँ हो गेस गर्न त कसैले गेस गर्न आउँछ? आउँछ, मलाई आउँछ। तिमीलाई आएर हुन्छ, अडियन्सलाई चाहियो नि त। ठक्कै यो चाहिँ माथि पाहाड जाने इलाम जाने बाटो है गाइज। टक्कै यो बाटो चाहिँ गइन्छ इलाम। पानी हो किनको गाउँदै पनि छ तल छुट्यो नि अघि। तल अघि झरेको थियो क्या, कहाँ तल देखाइरहेको छु मैले। मेरो यहाँ सिधो निस्केको छैन। छैन मेरो छ, छैन मेरो छ। त्यो क्या यो चिसोले दाँतै दुखेछ। भाइ कति ज्ञानी चुइगम पनि ल्याइसिनु भएको छ उहाँले। एकदम ज्ञानी भइसिन्छ हाम्रो सिटी भाइ। त्यही भएर त हामी फोन गरी गएर बोलाउँछौँ, तर चुरोट मानेको ठिक लागेन क्या यो भाइ। यति चिसो छ त दाँतै कुडिन्छ हौ। खै के भएको भएको होइन कि पहिले डेन्टल गएर त्यो उयो गरेको नि त आरसिटी। अनि त्यहाँदेखि दाँतै उयो भएको छ, दुखेर आउँछ। पानी धेरै खायो भने
पसिना आयो क्या त्यही भएर अरे अब त्यही भएर यो टिसी पेपर कि टिसी पेपर हो त्यसले यसो पसिना पुसेको क्या त्यही भएर यसरी भिडियो नबनाउनु न भयो कि मलाई आउनु छैन केटीहरूले गाई कुदाउँछ ट्याक्कै सामान पनि किनिसकेर अब पश्चिमतिर लागिसकेको छु न अहिले चाहिँ गट 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 खाऊ न गट 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 सामान पनि किनिसकेको छु युट्युबमा हाल्ने चाहिँ होइन मैले हालेको छुइनँ त्योहरूकोमा हाल्छु नि त म त्यो पछि जब हुन्छ नि हाम्रो तिनीहरूलाई के हुन्छ पछि हाँ? मेरो चाहिँ नुनचरी खोला है गाई चढ्नु नुनचरी खोला त मैले भनेको नुनचरी खोला हो यो चाहिँ हेर्नुहोस् तर अहिले पानी सानो रहेछ मात्र अनि मान्छे बगाउनु हुन्छ त्यसले धेरै मान्छे बगाएको यसले वाउ हरियो वनपाखा अब त धरानाको जस्तो फिल भयो त हौ अलिक भित्रभित्र त कहाँ अरे धरानाको जस्तो क्या कस्तो शीतल हावा कस्तो शीतल हावा पर हाम्रो भन्दा यो शीतल त शीतल हुन्छ नि त माथि पाहाडहरू छ नि त पर हाम्रोमा त पुरा यस्तो खालको छ यहाँसम्म पिच गएको रहेछ मैले फुको भएको कि होइन खानु न चिसो त गट 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 खानु न भाइले रक्सी पनि खाँदैन पुग्दैन मलाई नि फेरि ला हो पक्रिनु तपाईँले पक्रिँदै यतिको भए नि पानी लाटा अलिक चिसो भयो